भगवान बुद्ध भन्नुहुन्छ, जसरी तिमी आफूलाई हानि हुने काम गर्दैनौ त्यस्तै अरूलाई पनि हानि हुने काम नगर्नु। भगवान बुद्ध भन्नुहुन्छ, जब तपाईँ अरूको बाटो उज्यालो पार्नुहुन्छ तब तपाईँको बाटो पनि उज्यालो हुनेछ। भगवान बुद्ध भन्नुहुन्छ, हजारौं युद्धहरू जित्नुभन्दा महत्त्वपूर्ण कुरा हो आफैलाई चिन्नु। यही नै तिम्रो विजय हो। यसलाई तिमीबाट खोज्न सकिँदैन, न त परिद्वारा न त प्रेतद्वारा। भगवान बुद्ध भन्नुहुन्छ, स्वास्थ्य सबैभन्दा महान उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो। भगवान बुद्ध भन्नुहुन्छ, जो मानिस दोस्रोको ईर्ष्या गर्दछ उसको मनमा कहिल्यै शान्ति मिल्दैन। भगवान बुद्ध भन्नुहुन्छ, तीन चीज धेरै बेरसम्म लुक्न सक्दैन, सूर्य, चन्द्रमा अनि सत्य। भगवान बुद्ध भन्नुहुन्छ, क्रोधलाई प्रेमले, दुष्टतालाई सद्गुणले, लोभलाई दानले र झुटलाई सत्यले जित्न सकिन्छ। भगवान बुद्ध भन्नुहुन्छ, सत्यको मार्ग एक्लै हिँड्नुपर्छ, किनभने आत्मज्ञान केवल सो अनुभवबाट मात्रै प्राप्त हुन्छ। भगवान बुद्ध भन्नुहुन्छ, पाप तथा हित नगर्ने कर्महरू गर्न सजिलो हुन्छ, धार्मिक तथा हितकार कर्म गर्न कठिन हुन्छ। भगवान बुद्ध भन्नुहुन्छ, जसले आफूलाई जित्छ उसले हजारौं शत्रुलाई जित्न सक्छ। भगवान बुद्ध भन्नुहुन्छ, नैतिकता खराब छ भने त्यसको मतलब हो मानिसले खराब काम गर्नु। भगवान बुद्ध भन्नुहुन्छ, जीव हिंसाबाट विरक्त हुनु, चोरीबाट टाढा हुनु पवित्रता भनिन्छ। भगवान बुद्ध भन्नुहुन्छ, जसले आफ्नो चित्तलाई जित्न सक्दछ उसलाई कसैले पनि जित्न सक्दैन। भगवान बुद्ध भन्नुहुन्छ, दुष्ट मन भएको मानिसले दुष्ट बोली बोल्छ, शुद्ध मन भएको मानिसले शुद्ध नै बोली बोल्छ। भगवान बुद्ध भन्नुहुन्छ, नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो, नैतिकता छैन भने धर्म पनि छैन, नैतिकता नै धर्मको सार रूप हो।
भगवान बुद्ध भन्नुहुन्छ संसारलाई ईश्वरले बनाएको हो भन्ने कसैले प्रमाणित गर्न सक्दैन। संसारको विकास भएको हो, निर्माण भएको होइन। भगवान बुद्ध। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स।